एउटा नोटको जीवनी। मेरो हातमा हजारौँ हातहरूको फोहोर टाँसिएको कागजको एक नोट छ। म त्यसको जीवनी पढिरहेछु। यो नोटको जन्मको बारेमा म बिल्कुल अनभिज्ञ छु, तर थाहा छ मलाई कुनै ब्याङ्कको सफा कुनाबाट यो नोटको फोहोर यात्रा सुरु भयो। एक क्यासियरले जिब्रोको थुकमा बुढी औँला चोभेर गन्यो यो नोट र पहिलो पटक थमायो ग्राहकको हातमा। ब्याङ्कबाट बाहिर निस्किएपछि नोट पुग्यो मासु पसलमा। नोटमा मासु पसलेको हातको आलो रगत टाँसियो। त्यसपछि पुग्यो नोट रुगाग्रस्त साहुको हातमा। नोटमा साहुको सिगान टाँसियो। त्यसपछि पुग्यो नोट कुनै आसामीको हातमा जो भर्खरै पिसाब फेरेर नोट गन्दै थियो। पुग्यो नोट भर्खरै बाथरुममा सेफ्टी प्याड निकालेर बाहिर निस्किएकी मालिकनीको हातमा। त्यसमा टाँसियो मासिक श्रापको रगत। पुग्यो नोट यौन कर्मीको हातमा, जसमा टाँसियो चिप्लो यौन रस। भ्रष्ट तस्कर दलाल पण्डा नेता हिपोक्रेट सबैको हातसम्म यो नोटको यात्रा जारी रह्यो। एकपटक बडो मुस्किलले गरिबको हातमा पनि पुग्यो यो नोट, जसमा उसको आँसु र पसिना पनि मिसियो। तर भोलिपल्ट नि पुग्यो नोट बेरोजगारीले किलकिले अठ्याएर कुलतमा फसेको कुनै युवकको हातमा। त्यसमा गाँजाको गन्ध टाँसियो, अफिमको बास्ना टाँसियो। लामो यात्रापछि अन्त्यमा पुग्यो नोट एक भक्तको हातमा। भक्तले चढायो भगवानलाई त्यही नोट, यही नोट। म पढिरहेछु एउटा नोटको रोमाञ्चक जीवनी, तर बुझिरहेको छैन कि किन चढाउँछ भक्तले देउतालाई यो फोहोर नोट। किन सबैभन्दा सफा लाग्छ मानिसलाई यो फोहोर नोट। मेरो हातमा हजारौँ हातहरूको फोहोर टाँसिएको कागजको एउटा नोट छ। म यसको जीवनी पढिरहेछु। ल तिम्रो फोहोर हातमा जाओस्।